अब हाम्रो यहाँ एउटा डेस्टिनेसन पत्ता लागेको छैन। हामी घरबाट अलिक ढिलो ढिलो हिँड्यौँ। यो मुटु अनि यो डायमन्ड। यहाँ नुन अचार चाहिँ भएन है हामीसँग। टमाटर त ल्याएको थियो, खोर्सानी छैन। के खोर्सानी नभएर अलिकति गिद्दी भयो। खोर्सानी खानु हुँदैन, पाइल्स हुन्छ नि। अनि यस्तो छ मेरो ढल्किँदै छ। धातु लगभग हुनु नै लाग्यो नि। हुँदैन अहिले त, किनभने ठुल्ठुलो छ कि यो 80% त पाएको जस्तो लागिरहेको छ। भित्र त बसेको नि छैन आगो। यसमा त भित्र छिरेको नि छैन। हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग आफ्टर लङ टाइम। यु नो हामी चाहिँ आज यो कोशी पुलमा छौँ। अनि अलिकति हल्ला खल्ला छ, देख्न सक्नुहुन्छ। हाम्रो कोशी पुल सप्तकोशी। एक केटाहरू यो एक क्रेट अन्डा, अनि यहाँ डिउ, अनि हाम्रो ब्रोइलर कुखुरा झोला खोल्न बाँकी छ। हामी चाहिँ यसरी यहाँनिर रमाइलो गर्नको लागि, यसो एउटा पिकनिक जस्तो मनाउनको लागि हामी यहाँ चाहिँ आएको छौँ। देख्न सक्नुहुन्छ यो सप्तकोशी। हामी चाहिँ आज मासु सासु पोलेर उता जङ्गलमा जान खोजिरहेछौँ। अनि ब्रोइलर कुखुरा ल्याएको छौँ। अनि यसो यहाँ दाउरा साउरा काटेर यसो रमाइलो गरेर अनि बेलुकातिर फर्किने हाम्रो प्लान रहेको छ। हामी चाहिँ अहिले यो बगर हिँड्दैछौँ। अब हाम्रो यहाँ एउटा डेस्टिनेसन पत्ता लागेको छैन। हामी घरबाट अलिक ढिलो ढिलो हिँड्यौँ। अनि अहिले दुःख सुख हामी जाँदैछौँ। अब हामीले 30वटा अन्डा 4जनाले खान सक्नु छौँ कि सक्दैनौँ। एउटा सिङ्गै ब्रोइलर छ। अनि यसो अलिअलि के छ होइन। यहाँ रुखै ढालिदिएका छन् हामी आउँछौँ भनेर, दाउराको अभाव हुन्छ भनेर। यस्तो छ है एभ्रिवान। हामी चाहिँ यो ठाउँमा किनार पनि, भित्री किनारमा चाहिँ हामीले यो गर्न आँटेको छौँ। पुलमा छ सप्तकोशी, यो यसैको किनारमा छ। अनि यहाँ हामी ऐँचो पैँचो गरेर यताउति गरेर हामी यहाँ पानीको मुहानमा आएको छौँ है त। आगो बाल्नुपर्छ। अब एकजना बस्नेलाई दाउरा यहाँ अलिक बस्दै चाहिँ पोल्ने चाहिँ अब हामी पानी तराउन गइरहेछौँ आगो बालेर। हामीसँग लाइटर पनि छ। हामी चाहिँ यसरी आगो बालेर कुखुरा ढालिसकेका छौँ। हामीसँग यहाँ रहेको छ। अब यहाँ हाम्रो साङ्गेले चाहिँ हाम्रो यो खोर्सानी लिएन होइन। अब के उयो ब्याग झुन्ड्याउनको लागि चट्ट यसरी गरिरहेका छन्। म चाहिँ अब यो एक्सट्रिम र डिउ चाहिँ यहाँ खोलामा चिसो हुनको लागि हाल्न गइरहेछु। बगायो भने यत्रै सिद्धि जानुलाई अलिक नजिकबाट होला हौ। यसरी गरेर बगायो भने त फेरि हेरे हुन्छ। यहाँ चाहिँ हाम्रो साथीले सोते बनाउँदैछ बाँसको। हामीलाई यहाँनिर यस्तो हाम्रो रेडी भइसक्यो। मजा चाहिँ दाउरा जाने। ए माझी हाल्नु यहीँ बालोले माझेर लानुपर्छ। हामीले चाहिँ यसरी अन्डा यहाँ 20वटा अन्डा छ, 10वटा 30वटै हालेको। ए ल
30वटा अन्डा छ अनि 1 क्यारेट अन्डा। अनि यहाँ हाम्रो बोइलर रेडी भएर भइसक्यो। अलिकति डुबाउनमा धेरै बेर भएछ र अलिकति पालपुल भयो छाला चाहिँ, तर मासु सही छ। यो आधी घन्टामा भइहाल्छ। त्यसपछि हाम्रो ढुङ्गा तताउने कार्यक्रम जारी रहन्छ। अहिले लगभग कति 3 बज्यो। हाम्रो चाहिँ यहाँ यो के हो? डायमन्ड। अनि यो यत्रो बोसो त यत्रो भएछ। यो बोसो डायमन्डको छेउको बोसो। यो कलेज हो। मुटु कलेज। यो मुटु हो। मुटु। अनि यो डायमन्ड। यहाँ नुन अचार चाहिँ भएन है हामीसँग। टमाटर त ल्याएको थियो। खोर्सानी छैन के? खोर्सानी नभएर अलिकति गिद्दी भयो। खोर्सानी खानु हुँदैन। पाइल छिन्छ। अनि यस्तो छ। अब हामीले अब यहाँ एउटा यो लडी रहेछ खुट्टा, त्यहाँनिर अन्डा पाकिसक्यो। अब यहाँ यो भइसकेको छ। मासु सासु साँतेर चट्ट राखिसकेको छौँ। यहाँ नुन यो डायमन्ड यो चाहिँ तिमीहरू खाऊ। ल हामी यताबाट सुरु गरौँ ल। चियर्स। खोर्सानी बिना पनि राम्रो छ। हामी चाहिँ यो जाँते कलेज हो। अनि यताउति खाजा खाएर डिउ खाएर बसिरहेछौँ। अब हामी चाहिँ चिकरीमा नाच्न गइरहेछौँ। ढुङ्गा तातेको छैन हाम्रो त्यहाँ स्पिकर। यतापट्टि फर्काउनु स्पिकरलाई। अनि यस्तो छ बोइलर सोइलर यहाँ यसरी गरेर अब ढुङ्गा तातिन आँट्यो। यस्तो छ है। अब ढुङ्गामा मासु पकाएर खाने। मासु त्यहाँ छ। हाम्रो चाहिँ भट्टाभट बल्ल आगो कोही के भन्छ ढुङ्गा तातेर यसरी हाम्रो सेकुवा बन्दैछ। अन्डा चाहिँ यता छ। गीत बेला हाम्रो म्युजिक सिस्टम गइरहेछ। अलिकति रात पर्दा जस्तो भयो। 4 बज्न आँट्यो लगभग 3:30 भयो। अनि यस्तो भइरहेछ। खाने बेला भएको र आगो जति भ्याउने गरी गर्नुपर्छ। अब रन्किन्छ। हाम्रो चाहिँ यो सेकेन्ड लट हो। अर्को हाम्रो त्यहाँ बसिरहेको छ। यो चाहिँ हाम्रो कुखुराको विङ्स पिसहरू ठुल्ठुलो बनाएको छ। हामीलाई अलिक आपत जस्तै परिसक्यो किनकि ढिलो आइएको थियो। अब सिलतिर पनि लागिँदैछौँ किनकि ढुङ्गाको भनेको तातिनु धेरै लगभग 1.5 घन्टा लाग्यो होला तातिन। देखाइदेऊ त। आहा लु एकछिन चाहिँ उहाँ छ खोलामा छ ऊ। अब त्यो ल्याउने अनि खाने। यो ठुलो भयो। ठिकै छ अझ अगेनामा त्यहाँ रपाउँदै गयो। अनि अगेनामा हालिदिनुपर्छ। अन्डा त्यहाँ छ हाम्रो। यता यो उफरको चास सकिसक्यो। यसरी बसेको यहाँनिर यस्तो हिलो भइसक्यो यार। बालुवा रहेछ। यस्तो गिलित छ। हिँड्दा पानी निक्लिसक्यो। सप्तकोशी यता छ। हामी चाहिँ यता पुलदेखि यता आएको छौँ। ल हामीसँग जे जस्तो भए पनि दुःख सुख यहाँ अन्डा यति उब्रेको छ। हामीले टमाटर त ल्यायौँ तर हामीसँग खोर्सानी नभएको कारणले गर्दा हामीले अचार बिना पनि हामीले सन्तुष्टि लिने हामीले निर्णय गरेका छौँ। तर विद्यार्थी जीवनमा भनेको चाहिँ सधैँ अगाडि बढ्नुपर्छ। सधैँ राम्रो कुरा सिक्नुपर्छ भन्ने कुरा म सन्देश दिन चाहन्छु। अब हेर्नुहोस् लु बार न ऊ अनि हामी 3 जना चाहिँ एक्सट्रिम खाँदैछौँ। तर बदम ड्रिङ्क अरे प्रभातले। अनि जो दुःख सुख मिठो भयो। रमाइलो भएछ नि। अब यत्रो मासु छ। अब 3-4 जनालाई त्यहाँ अझै लगभग 2-2.5 केजी मासु होला। 2 केजी मजाले छ अझै। अब यहाँ यत्रो छ त्यहाँनिर भयो।
भरे अब यसलाई कतातिर हुन्छ चतरातिर हुन्छ कि खलासले पनि दिने भाडा कटाउने खोलेको छैन मैले ल बल गर्यो है दाजु ल यस्तोमा ठोकिएन हौ अझै हात तिम्रो साङ्गे यसरी गर नि यसरी सिधा गर नि यसरी हो चियर्स चियर्स चुस्की सानो भने यसको आधी मात्रै छ त्यो यसमा फेरि ज्यादा छ भिटामिन त्यो होइन भिटामिन यसमै होला हेरिदियो नि दुईटा बदामले अरू एक केमिकल हालेको झन् यो सक्यो गाह्रो छ मलाई पुलमा फोटो खिच्नु होइन सबैले अब हिसाब निकाल्नु सक्यो 4 जनाले 2-2 जना प्रत्येकसँग जोडी जोडी फोटो खिच्दा फाइनली हामी चाहिँ खाइवरी मस्त अगाएर फर्किँदैछौँ अहिले लगभग 5:30 भयो अब अँध्यारो हुँदैछ अब हामी यहाँ पुल निस्केर गाडी पाउँछ पाउँदैन धरान त हिँड्दै पनि जान सकिन्छ तर अब त्यस्तै छ सबैतिर बत्ती बाल्छ हामी चाहिँ अहिले चतरादेखि यो उकालोमा छौँ हामी चट्ट माथिसम्म हिँड्दै जाने भनेर अहिले रमाइलो भइरहेछ शीतल छ केटाहरू उहाँ हिँड्दैछन् ऊ गाडी यसरी आइरहेछ टेम्पोहरू आइरहेछ कतिले सोध्दैछन् हामी चाहिँ नगएको माथि गएर डाइरेक्ट जाने भनेर किनकि हामीसँग मासु अझै उब्रिएको छ अनि उब्रिएको कारणले खाएको घटाएर अनि खाँदै जाने भनेको किनकि मासु काँचो छैन पोलेको मासु हो यस्तै छ अँध्यारोमा केही देखिँदैन गाइस